नमस्कार, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। योभन्दा अघिल्लो भिडियोमा हामीले विशेषणका चारवटा प्रकारहरूमध्ये पहिलो र दोस्रो गुणबोधक र परिमाणबोधक विशेषणको बारेमा कुरा गरेका थियौँ। यो भिडियोमा हामी संख्याबोधक र सार्वनामिक विशेषणको बारेमा कुरा गर्नेछौँ। तेस्रो हो संख्याबोधक विशेषण। कति भन्ने प्रश्नको उत्तरमा आउने निश्चित संख्या, संख्याको क्रम आदिलाई बुझाउने शब्दलाई संख्याबोधक विशेषण भनिन्छ। जस्तै 100 रुपियाँ, लाखौँ मानिस, प्रथम स्थान। यहाँ प्रयोग भएका शब्दहरू 100, लाखौँ, प्रथम। यी शब्दहरूले नामको संख्या र संख्याको क्रमलाई बुझाउन आएका छन्। यी विशेषण शब्दहरूलाई पनि कति भनेर प्रश्न गर्न सकिन्छ। जस्तै कति रुपियाँ, कति मानिस। चौथो रहेको छ सार्वनामिक विशेषण। सर्वनाम शब्द जसले नामको अगाडि आएर नामको विशेषता बुझाउँछ, त्यसलाई सार्वनामिक विशेषण भनिन्छ। जस्तै यो किताब, ती केटाहरू, जुन देश आदि। यहाँ प्रयोग भएका यो, ती, जुन यी शब्दहरू सार्वनामिक विशेषण हुन्। साथीहरू, यी त थिए विशेषणका चारवटा प्रकारहरू। अर्को भिडियोमा हामी क्रियापदको बारेमा कुरा गर्नेछौँ। अहिलेलाई बिदा हुन्छु। धन्यवाद।